पोर्चुगल भन्न 22 लाख फाल लाग्यो है ज्याक्ने हो हामीले यहाँ हेर यहाँ यस्तो यहाँ यही टिप्नलाई टिप्ने चट्ट अनि यसो गरेर मुहा चाहिँ अब हाल्दा नि हुन्छ नहाल्दा नि हुन्छ यो सकेसम्म कोही खस छ कि यो टिप्न रास आउँदैन अहिलेसम्म पर्फेक्ट टिपेन यही टिप्न ड्युटी 12-11 घन्टा अब खोइ यही तालो भने बिजोग हुन्छ जस्तो छ पोर्चुगलको काम यही हो है बाल्टी बोक्ने यसरी यत्रो बाल्टी हुन्छ फुड यही हो टिप्ने यसलाई चाहिँ ब्लुबेरी भन्छ हाम्रो चाहिँ यहाँ टिप्दा टिप्दा यस्तो सफा पनि गर्नु तल तल पनि सफा गर्ने पानी यहाँ छ यी पानी यहाँ फालेको छ ब्लुबेरी हो यसलाई यो टिपेर हाम्रो यहाँसम्म आइज कहाँ आइज है यहाँसम्म आइपुग्छ यहाँ 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 अझै उतै छ यहाँसम्म आइज त यस्तो हुन्छ ब्लुबेरी यसरी टिप्ने यो ब्लुबेरी काम यस्तो छ डेन्जर यहाँ पल्लोबाट चाहिँ भाइ हो टिप्दैछ होइन यस्तो फर्ममा काममा चाहिँ घाम यति लगायो हुन्छ यस्तोमा बसेर ड्याक्क टिप्ने हो यस्तो बाबा पोर्चुगलको काम यस्तो छ डेन्जर यहाँ पल्लोबाट चाहिँ भाइ हो टिप्दैछ होइन यस्तो फर्ममा काममा चाहिँ घाम यति लगायो हुन्छ यस्तोमा बसेर ड्याक्क टिप्ने हो यस्तो बाबा छ फल यो यस्तोहरूलाई चाहिँ यो टिप्ने यसो गर्ने टिप्ने चट्ट अनि यसो गरेर मुहा चाहिँ अब हाल्दा नि हुन्छ नहाल्दा नि हुन्छ यो सकेसम्म कोही खस छ कि यो टिप्न रास आउँदैन अहिलेसम्म पर्फेक्ट टिपेन अनि यो चाहिँ दुइटा हुन्छ यो चाहिँ राम्रो फल यहाँ यतापट्टि हाल्ने अर्को लिसो भन्छ यसलाई चाहिँ लिसो चाहिँ यतापट्टि हाल्ने खेर्को फल या तपाईँको यो रातो फल यो जुन चाहिँ पाकेको नपाकेको फल हुन्छ यिनीहरूलाई चाहिँ यो चाहिँ यता टिप्ने सबै टिप्नु पर्दैन तर त्यो झुकेर आयो भने त्यसरी हाल्ने ल यत्रो छ फलै फल भयो सबै टिप्नुपर्छ ल यही हो फल मस्त टिप्ने पोर्चुगल भन्न 22 लाख फाल लाग्यो है ज्याक्ने हो हामीले यहाँ हेर यहाँ यस्तो यहाँ यही टिप्नलाई यही टिप्न ड्युटी 12-11 घन्टा अब खोइ यही तालो भने बिजोग हुन्छ जस्तो छ आज पहिलो दिनमै अब हुन्छ नि त 70 गाह्रो भयो नि त 70 तनाव छ ठिकै छ केही छैन भाइ यहाँ हिँड्दैछ भाइ के छ कामबाट आइस पोर्चुगलबाट आयो पोर्चुगलमा काम कस्तो हुँदो रहेछ सबै होइन एक मुस्टामा सबै पाइयो नेपालमा खेत खन्न हिँड्नु भन्दा मान्नुहोस् त अब यहाँ आएर ऊ अब खेत खन्ने होइन यहाँ लडुवा काम गर्नुपर्छ लडुवा लडुवा काम हो सबै ठिक छ केही छैन यस्तो हो यहाँ यस्तो छ यही टिप्ने हो यसलाई चाहिँ ब्लुबेरी भन्दो रहेछ ब्लुबेरीको पुरै टँडेला छ कति छ हाम्रो एउटा गाउँ जति यिनीहरूको यो टँडेला छ क्या यस्तो ठाउँ छ ल पोर्चुगल भन्न दौडेर आइज